यही विषयलाई जोड्दै जोड्दै अहिले चाहिँ एकदम उहाँको हैन नङ्ग्रा मासु भन्नाले एउटै रुम यही ढोका खोल्दा उहाँको ढोका खोलिने एक अर्कोमा एकदम क्लोज छिमेकी। म त मिजु पनि भन्छु, हामी टुगाटबाट। म किसान गुरुङ स्याङ्जाको, उहाँ चाहिँ किसान राई, नामले गर्दा धनकुटाको, नामले चाहिँ किसान भएर हामीले मिजु पनि भन्थ्यौँ पहिला टुगाटमै हैन। सो मलाई चाहिँ आजको पिकनिक बारेमा भन्दा पनि तपाईँ दुईटा छिमेकीको उहाँ चाहिँ पहिल्यै छता लाउनु भएको, उहाँ चाहिँ बसाइसराइ गर्नुभएको माइग्रेन्ट। सो हजुर आउनुभयो छतलामा अनि उहाँसँग क्लोज पर्नुभयो, कस्तो भयो त इन्टरेक्सन? सुरुमै त चिन्जान त्यस्तो भएन होला या चिन्जान केही थियो, केही छ त्यसको विषयमा? तपाईँले सुरुमै मलाई जोडेरै दिनु भएन क्लोजको भन्नु हो। हजुर जब म छतलामा इनिसियली एउटा साइडमा बस्थेँ, पछि इस्यु आएर छतला यता आए, त्यो आउनुमै देखि उहाँहरूको चाहिँ हात छ खास चाहिँ। हजुर त्यहाँ कोठा पाएको थिएन सुरुमा होइन, उहाँ मेरो छिमेकी उताहरूको छिमेकी र गुलियाले गरेर त्यहाँ च्याटमा आइसकेपछि अलिकति अब एउटा साइडतिरको अब आफ्नो इन्डिपेन्डेन्टली चलिन्छ भनौँ न। अलिकति ठुलो घर छ छिमेकी भए पनि त्यो एट्याचमेन्ट त्यस्तो थिएन। हजुर जब यहाँ आइसकेपछि चाहिँ अब यहाँ गुलिया हामी त भइ नै हाल्यो नि पहिल्यैदेखिको होइन, एउटा नम्बरवालाको हिसाबले पनि, प्लस डिपेन्डेन्ट वाइफ्सहरू पनि यति क्लोज हुनुभयो कि होइन। मलाई पक्का भन्नु पर्दा चाहिँ पल्टन घरको फ्यामिलीवाला ब्लगको चाहिँ उहाँले मलाई प्यारेन्टिङ जस्तो, दिदीहरूले मेरो वाइफलाई प्यारेन्टिङ जस्तो भएर एउटा गाइडलाइन्स यस्तो क्रिएट गर्नुभयो कि जसले गर्दा अहिलेसम्म मलाई त्यहाँनिर चाहिँ त्यो तपाईँले जति क्लोज भन्नुभयो नि त्योभन्दा झन् क्लोजली चाहिँ त्यहाँ चाहिँ हामी चाहिँ अहिलेसम्म बसिरहेको छौँ होइन। यसै विषयमा मैले जोड्न चाहेँ, यति क्लोज भइसकेपछि उहाँ अभियसली प्लस माइनस त हुन्छ, उहाँको पोजिटिभ पक्ष नेगेटिभ पक्ष। पोजिटिभ पक्षले त जिन्दगी चलिरहेको छ, नेगेटिभ पक्षले चाहिँ कहीँ कतै रोकिन्छ कि त्यो नेगेटिभ पक्ष स्टप गरेर पोजिटिभ पक्षमा जानुहोस् भनेर सजेसन केही छ? उहाँ अबबाट जाँदै हुनुहुन्छ छतला छोडेर, केही छ? होइन यो यस्तो भन्छ नि, महिलाहरू भन्छ 32 लक्षणको भन्छ होइन, पुरुषहरू चाहिँ कति लक्षण हो त्यो चाहिँ थाहा भएन होइन। हजुर त्यो पनि हो, त्यो जतिवटा लक्षण हो त्योभन्दा एक लक्षण बढी उहाँको छ क्या, जुन चाहिँ उहाँको त्यो प्रोएक्टिभनेस होइन। जति एक्टिभ हुनुहुन्छ नि, खाना खाएर म सुतिरहेको हुन्छु भनेर उहाँ चाहिँ खाना खाएर जुसिङ पुगिरहेको हुनुहुन्छ। कोलेस्ट्रोल छैन भने त्यो फर्दरको अब करियर पाथमा त्यो अलिकति बाधा पुऱ्याउनु लागि यो चाहिँ तपाईँले हटाउनुहोस् भन्ने त्यस्तो कुनै उहाँको कमजोरी नै मैले देखेको छैन क्या अहिलेसम्म। तर यस्तो हुनुहुन्छ कि उहाँ गुण अलिक बेसी भयो भने तितो हुन्छ भने जस्तो उहाँको गुड पक्ष चाहिँ केही मात्रामा रोकियो भने अझ राम्रो हुन्छ कि लाइफको जस्तो केही छ तपाईँलाई उहाँको सजेसन? उहाँ त एक्सलेन्ट हुनुहुन्छ हेर्नु न, अब उहाँले चाहिँ पनि केही छैन हुनुहुन्छ होइन। हजुर फिजिकली एकदम एक्टिभ हुनुहुन्छ होइन। अब फ्यामिलीमा भन्नुपर्दा छिमेकी यता 800 छिमेकी र मैले हाम्रो वाइफबाट कम्प्लेन भनेकै त्यो दाइ त त्यस्तै एक्टिभ हुनुहुन्छ, तपाईँहरू चाहिँ सुतै द्याट मिन्स हामीले चाहिँ इम्प्रुभ गर्नुपर्ने छ एरिया होइन। उहाँ चाहिँ हाम्रो चाहिँ एउटा इन्सपिरेसन, सोर्स अफ इन्सपिरेसनै अहिलेसम्म चाहिँ हुनुहुन्छ जस्तो लाग्छ। त्यही विषयमा म चाहिँ अस्ति कारणवश यो रमाइलोको कुरा पनि हो होइन, यो एकदम खिचिरहनुपर्छ होइन। म चाहिँ कारणवश सपिङ गरेर आएको थिएँ, छिमेकी त बाढली होइन, मैले भेटेँ नि तिमीलाई होइन, कहाँ यस्तो हेरेको थिएँ छिमेकी त बाढली क्या त्यो टर्निङमा। अहिले घर त्यो कन्डोमिनियम भन्दैछ नि भनेपछि प्रोएक्टिभको पनि होइन लिमिट बियोन्ड द लिमिट। मान्छेको हेल्थ कन्सियस पनि अनि कति उहाँ चाहिँ होइन अवेर हुन्छ। जियाले पेन्सन गयो भने 4-5 महिना अघि भन्छ नि होइन, अनि छिमेकी कुदिरहेको थियो अनि मैले जिसीमा हेर्छु क्या, जिसीमा मान्छे चाहिँ मेरो टेस्ट आयो यार अब आज चाहिँ कुद्नु जानु पर्यो, त्यो टेस्ट बियोन्ड त्यो जिसीको एउटा क्राइटेरिया मिट भन्दा पनि उहाँ चाहिँ त्योभन्दा माथि रहेर आफ्नो हेल्थको लागि गर्नुहुन्छ क्या उहाँले चाहिँ। जस्तै मिनिमम 1 हप्तामा नभए पनि होइन 2 हप्तामा त्यो एक्सर्साइज आफू लाइट जिमहरू होइन एक्सर्साइजहरू यति एक्टिभ हुनुहुन्छ, त्यसले गर्दा उहाँलाई चाहिँ 60-70 इभन 80सम्म पनि उहाँको चाहिँ एकदम स्मुथ खालको त्यो
हेल्थले साथ दिन्छ जस्तो लाग्छ छिमेकीको कुरा काट्दै उमेरले जागिरले 6 तलामा म सिनियर हो हैन हजुर तर 6 तलामा पहिला घर बस्ने त यहाँभरिमा सबभन्दा सिनियर त छिमेकी हो नि फेरि म त पछि आगन्तुक हो सुरुमा 6 तलामा त म भन्दा पहिला त छिमेकी हो नि त सिनियर चाहिँ अहिलेसम्मको 6 तलामा चाहिँ त्यहाँ घर गरेर बस्ने चाहिँ छिमेकी हो हैन छिमेकी म आउँदा त छिमेकी त अलरेडी भातसात पकाएर खाइसकेको बसिसकेको छिमेकी हो नि त यो उहाँबाट चाहिँ त्यही त तपाईँले भन्नु भने कमजोरी भन्दा पनि उहाँबाट चाहिँ हामीले सिक्नुपर्ने कुरा चाहिँ धेरै छ हजुर जस्तै फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्ने हैन हेल्थ कन्सियस कसरी हुने त्यो मैले यो विषयमा भनेको एफी चाहिँ फाइनेन्सियल फाइनेन्सियल म्यानेजमेन्ट चाहिँ जो मान्छे स्ट्रङ छ फाइनेन्सियलमा हैन पढेर मात्रै भएन क्या पढेर भयो भरे चार दुवा गरेर पैसै छैन मान्छेसँग मागेर त्यसले के ज्ञान दिएला हैन एटलिस्ट हामीले यो चाहिँ टप अप गर्न सकिन्छ पछि के मान्छे चुन्दा पनि को मान्छे चाहिँ फाइनेन्सियल एम्बेरेसमा पढ्दैन अनि उसको म्यानेजमेन्ट के छ त हैन जस्तो हाम्रो अहिले छिमेकी फाइनेन्सियल लिटरेसी भन्ने कुरा एउटा पढेर हुन्छ हैन त्यो कुरा पढेकोलाई फेरि व्यवहारमा उतार्नु पर्यो नि त तर उहाँको ब्याकग्राउन्ड अब त्यो फाइनेन्सियल लिटरेसी जे थियो त्यो त हामीलाई थाहा छैन तर उहाँको जुन व्यवहारमा उतार्ने तरिका अनि म्यानेजमेन्ट हाम्रो पढेकोले भन्दा पढेकोले भन्ने भयो के यहाँ पढेकोले भन्दा पढेको के हैन प्र्याक्टिकली त्यो चाहिँ उहाँको एक्सलेन्स छ हैन हजुर अनि अब फर्दर डेजहरुमा डेफिनेटली उहाँले अब यो मेन्टेन गरिहाल्नुहुन्छ हैन यो चाहिँ उहाँको अब त्यो ड्युटी भन्दा पनि उहाँको चाहिँ भन्छ नि यहाँ पुलिस इज नट अ जब इज अ लाइफ भन्छ नि उहाँको पनि यो एउटा त्यो यहाँ जाहिरको लागि गरेको भन्दा पनि उहाँको चाहिँ अहिले चाहिँ हेबिटै भइसक्यो हेबिचुअल भइसक्यो त्यो एक्सर्साइज गर्ने मेन्टेन